नमस्ते। मैथिली ट्युसनको पहिलो कक्षामा हजुरहरूलाई स्वागत छ। आउनुहोस् यो लकडाउनको बेलालाई प्रयोग गरौँ नेपालमा दोस्रो सबैभन्दा धेरै बोलिने भाषा सिक्नलाई। मैथिली भाषीहरू धेरैजना साथीहरू हुनुहुन्छ होला तपाईको, पक्कै पनि तपाईले उहाँहरूलाई इन्टरेक्ट गर्न मैथिलीमा कतिचोटि खोज्नु भयो होला र गाह्रो भयो होला। मैथिली बुझ्न सक्नुहुन्छ तर बोल्न सक्नुहुन्न। आउनुहोस् आजदेखि मैथिली बुझ्ने र बोल्ने सँगै गरौँ। मैथिली शब्दमा सबसे पहिला सिक्नु पर्दा प्रणाम शब्द हो। जस्तै नेपालीमा तपाईले नमस्ते भन्नुहुन्छ, त्यसै गरी हामी मैथिलीमा प्रणाम भनेर भन्छौँ। मैथिलीमा प्रणाम भनेको आफ्नो साथीहरूको लागि, आफूभन्दा ठुला बडाहरूको लागि प्रयोग गरिन्छ। यो फर्स्ट बेसिक ग्रिटिङ्स हो मैथिलीको लागि। र त्यसपछि तपाईले यदि साथीलाई हालखबर सोध्नु पर्नेछ, के छ हालचाल, कसरी छौ, यस्ता कुराहरू सोध्नलाई मैथिलीमा के हाल खबर या के हालचाल भनेर हालखबर शब्द पनि प्रयोग गर्न सकिन्छ, सँगै हालचाल पनि प्रयोग गर्न सकिन्छ। र के को लागि कीवर्ड हामी प्रयोग गर्छौँ। के हो मैथिलीमा के सोध्नलाई। त्यसपछि परिचय तपाईले कसैको जान्नु पर्यो भने तपाईले पक्कै पनि फर्स्टमा नाम सोध्नुहुन्छ। तपाईको नाम के हो। मैथिलीमा त्यसैलाई आहाँके नाम के य भनेर सोधिन्छ। मैथिलीमा तिमी, तपाई सम्पूर्ण शब्दको लागि आहाँ भन्ने शब्द छ। मैथिलीमा कसैलाई पनि तिमी भनेर भनिदैन। मैथिलीमा तपाईले आफ्नो बालबच्चा त आफूभन्दा ठुला बडा सबैलाई तपाई नै भन्नुपर्ने हुन्छ। त्यही भएर मैथिलीमा आहाँ भनेर सबैलाई भनिन्छ। छोरा छोरी चेली छोराहरू आफ्नो बालबच्चा सबैलाई बोलाउँदाखेरि आहाँ नै भनिन्छ। सँगै आफूभन्दा समस्त ठुलाहरूलाई बोलाउन पनि आहाँ नै प्रयोग गरिन्छ। त्यही भएर नाम सोद्धाखेरि आहाँ के नाम, तपाईको नाम के छ। त्यसपछि हामीले परिचयमा सोद्धाखेरि उहाँहरूलाई अर्को कुरा घर सोध्छौँ। यो कुरा सोद्धाखेरि तपाईले आहाँ के घर कत भेल, आहाँ के तपाईको घर शब्दसँग परिचित हुनुहुन्छ। कत ठाउँलाई सोद्धाखेरि कत भन्ने शब्द हामी प्रयोग गर्छौँ। आहाँ के घर कत भेल। त्यसपछि अर्को हामीले परिचयमा इन्क्लुड गर्नुपर्ने कुरा हुन्छ, नाम लगत्तै सोद्धाखेरि बुवाको नाम। बुवाको नाम के हो। मैथिलीमा यही कुरालाई भन्नुपर्दा हामी बाबुजी के नाम के य। बुवालाई मैथिलीमा बाबुजी भनिन्छ। बाबुजी के नाम के य। त्यसपछि बाबुजी भन्दा नि अलिकति थर्ड जेनेरेसन हामी कतिजनालाई चिन्दाखेरि सोध्न खोजिरह हुन्छौँ। मैथिलीमा हजुरबुवालाई बाबा भनिन्छ। बाबा के नाम के य। सँगै अब यस्तो सन्दर्भमा आमाको नाम सोध्नु पर्यो भने माय हो आमाको लागि प्रयोग गर्ने शब्द। माय के नाम के य। अब त्यसपछि तपाईले सोध्नु पर्ने कसैलाई हुन्छ पढाइ लेखाइको बारेमा। आहाँ के करै छी, पढै छी कि नोकरीमा छी। आहाँ के करै छी भन्नुको अर्थ तपाई के गर्नुहुन्छ। आहाँको अर्थ सबैलाई थाहा छ। के भनेको के थाहा छ, करै छी भनेको गर्नुहुन्छ, पढाइ भनेको पढाइ भइहाल्यो, अथवा र नोकरी भनेको जागिर, पढ्नुहुन्छ कि जागिर गर्नुहुन्छ भनेर सोध्नु। यदि कोही भन्नुभयो कि हम पढै छी भने उहाँलाई हामीले नेक्स्ट क्वेसन दोहोऱ्याउँछौँ, नेक्स्ट क्वेसन गर्छौँ, आहाँ के पढै छी। त्यस यदि मानव जागिरे हुनुहुन्छ भने आहाँ कत नोकरी करै छी। आहाँ के पढै छी भनेको तपाई के पढ्नुहुन्छ। आहाँ कत नोकरी करै छी भनेको तपाई कहाँ जागिर गर्नुहुन्छ। त्यसपछि अझ हामीले कसैलाई जान्न खोज्यौँ भने तपाईको घरमा को हुनुहुन्छ भनेर हामी सोध्छौँ। यसलाई मैथिलीमा भन्नुपर्दा घरमा आहाँ के सब छैथ अथवा आहाँ के घरमा के सब छैथ भनेर सोध्छौँ। अनि कतिजना सिब्लिङ हुनुहुन्छ, कतिजना दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, त्यो सोध्नलाई क्या भाइ बहिनी छी, कतिलाई क्या भनेर सोधिन्छ। क्या भाइ बहिनी छी आहाँ। अनि उहाँको मामा घर थाहा पाउन मन लाग्यो भने ममहर कत य। मैथिलीमा ममहर भनेको मामा घर हो, ममहर। नाना के नाम के य। हामीले यो प्रश्न अघि नै गरिसक्यौँ। त्यसपछि अर्को कुरा हुन्छ कसैकोलाई एकदमै बेसिक ग्रिटिङ हामीले सुरुमा गर्दाखेरि सोध्ने भन्ने कुरा हाल खबर हो। के हाल खबर, के हाल खबर, के छ हाल खबर, अथवा के हाल खबर य पनि थप्न सकिन्छ। र सँगै हाल खबरको सट्टा हालचाल शब्द पनि प्रयोग गर्न सकिन्छ। के हालचाल य।
र साथीहरू, अब यो बेसिक प्रश्नहरू तपाईहरू आफ्नो साथीहरू, आफ्नो घरमा भएको मेम्बरहरूलाई एकचोटि दोहोऱ्याएर आज दिनभरि हेर्नुहोस्। भोलि हामी फेरि अर्को भिडियो लिएर तपाईहरूको सामु आउनेछौँ र अर्को भिडियोमा हामी यो बेसिक परिचयको कसैले तपाईँलाई प्रश्न गर्यो भने तपाईँ त्यो प्रश्नको उत्तर कसरी दिने त्यो उत्तरको साथ लिएर आउँछौँ र मैथिली ट्युसनको भोलि पनि हामी दोस्रो कक्षामा तपाईहरूलाई पक्कै पनि हेर्न पाउनेछौँ भन्ने आशाका साथ आज बिदा लिन्छु। धन्यवाद।